नमस्कार सर। नमस्कार मैडम। तपाईँ यस विद्यालयको परीक्षा प्रमुख हुनुहुन्छ। परीक्षाहरू कसरी सञ्चालन गर्दै आइराख्नु भएको छ? धन्यवाद मैडम। हाम्रो यस मुकुन्द सेन इङ्ग्लिस बोर्डिङ स्कुलमा परीक्षा प्रमुखको रूपमा मैले लामो समयदेखि भूमिका निर्वाह गरेको छु, जसमा हामीले यो वर्ष मात्र होइन कि धेरै वर्षमा हामीले परीक्षा लिँदाको क्रममा 8वटा परीक्षा लिने गरिन्छ, जसमा ल्यागत परीक्षा 4वटा र त्रैमासिक परीक्षा 4वटा भयो। त्रैमासिक परीक्षाको पनि हप्तामा नतिजा प्रकाशन गरिन्छ र ल्यागत परीक्षाको पनि परीक्षा समापन भएको 4 दिनभित्रमा नतिजा प्रकाशन गरी उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने गरिन्छ। यस वर्षको वार्षिक परीक्षामा कस्तो नतिजा सफल पार्नु भयो? यो वर्ष हामीलाई निकै हौसला प्रदान भएको छ। नगरपालिका स्तरीय आधारभूत कक्षा 5 र 8 को परीक्षामा कक्षा 5 का 2 जना छात्रा 4 GPA ल्याउन सफल भएका छन् भने कक्षा 8 को 1 जना छात्राले 4 GPA ल्याउन सफल भयो। नगरपालिकामा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको म बताउँछु। हजुर, अब एससी को परीक्षा पनि भर्खरै सकिएको छ। एससी को नतिजाको कस्तो अपेक्षा राख्नु भएको? धन्यवाद। बिहानीले दिनको सङ्गत गर्छ भने कक्षा 5 र 8 को परीक्षाले हामीलाई निकै नै उत्कृष्ट नतिजा देखाएको छ। त्यसैले एससी को परीक्षा पनि राम्रो आउनेछ भन्ने हामीले आशा राखेका छौँ। अब आउने वर्षको परीक्षाको लागि कस्तो योजना बनाउनु भयो? आउने वर्षमा पनि हामीले गत वर्ष झैँ परीक्षा सञ्चालन गर्ने, छिटोभन्दा छिटो नतिजा प्रकाशन गर्ने र उत्कृष्ट राम्रा नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गर्दै कमजोर विद्यार्थीहरूलाई राम्रोसँग विषयगत तरिकाले तिनीहरूलाई छुट्याएर कक्षा शिक्षण गर्ने योजना बनाएको छ। अब यस्तो अब्बल नतिजा ल्याउन चाहिँ विद्यालय कसरी सफल भयो त्यसको हामीलाई बताइदिनुहोस्। धन्यवाद। यसमा हामी यस विद्यालयमा कुनै पनि अध्यक्ष शिक्षक छैन, तसर्थ सम्पूर्ण विषयगत रूपमा दक्ष अनुभवी शिक्षकहरू हुनुहुन्छ। उहाँहरूको शिक्षण सिकाइ क्रियाकलाप रचनात्मक छ, अनुसन्धानात्मक छ, प्रयोगात्मक छ। हाम्रो डिजिटल साक्षरता पनि यसै विद्यालयमा कायम राखिएको छ। यसैको माध्यमबाट पनि हामीले शिक्षण गरिन्छ। त्यसैले हरेक क्रियाकलापमा हामीले पारदर्शी ढङ्गबाट शिक्षण गरिन्छ। विद्यार्थीहरूलाई सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षा दिन सफल भएको छ। त्यसैले हाम्रो विद्यालय अब्बल नतिजा ल्याउनलाई हरेक कुराबाट अगाडि बढेको पाइन्छ। आफ्नो विद्यालयको बारेमा जानकारी गराइदिनु भयो सर। हजुरलाई धेरै धेरै धन्यवाद। धन्यवाद।